हेलो नमस्कार। आजको सानो भिडियो ट्युटोरियलमा हामी फ्यामिलीको बारेमा सिक्छौँ र एउटा प्यारामेट्रिक फ्यामिली पनि बनाउँछौँ र फ्यामिली भनेको रेबिटको लागि चाहिँ एउटा मेरुदण्ड पनि हो। समयलाई अब धेरै ढिला नगरेर हामी ट्युटोरियलमा लाग्छौँ। जब तपाईले रेबिट खोल्नुहुन्छ यो होम स्क्रिनले तपाईलाई स्वागत गर्छ र यो फ्यामिली न्यूमा क्लिक गर्नु होला र म अहिले इम्पेरियलमै काम गर्छु। तपाईँ मेट्रिकमा पनि काम गर्न सक्नुहुन्छ। फर्निचर बनाउनको लागि फर्निचर भन्ने टेम्प्लेट चुज गर्छौँ, या टाइप गर्दा पनि हुन्छ furniture.rft र यसलाई म ओपन गर्छु। केही समय लिन्छ र यसले तपाईलाई एउटा इन्टरफेसमा लग्छ जसमा चाहिँ फर्स्ट टाइम तपाईँ आउँदै हुनुहुन्छ। मलाई विश्वास छ म तपाईलाई बुझाउने पनि प्रयास गर्नेछु। बुझ्नु भएन भने भिडियोलाई एक दुई पटक पनि हेर्नु होला। त्यसपछि पनि बुझ्नु भएन भने भिडियोमा कमेन्ट गर्नु होला। म तपाईलाई यस सँगसँगै रिलेटेड अरू ट्युटोरियलहरू पनि प्रदान गर्नेछु। समयलाई ढिला नगरेर अब सुरु गरौँ। यो भनेको रेफरेन्स प्लेन हो। सो हामीले अब टेबल बनाउनु पर्यो। टेबललाई प्लानमा हेर्नुहुन्छ भने समथिङ यो खालको होला, लम्बाइ हुन्छ, चौडाइ हुन्छ। सो त्यही भएर हामी के गर्छौँ, एउटा रेफरेन्स प्लेन क्रिएट गर्छौँ। सो क्रिएट भन्ने मेन्युमा छौँ, रेफरेन्स प्लेनमा क्लिक गर्छौँ। कसरी रेफरेन्स प्लेन क्रिएट गर्नुहुन्छ, म लाइन पिक लाइन मेथडमा गर्छु। अफसेट अहिले मोटामोटी 4 फिट टेबलको चौडाइ मानौँ। त यसलाई मैले पिक गरेर यसलाई मैले पिक गरेर दुईटा रेफरेन्स प्लेन आयो। यसलाई मैले पिक गरेर यसलाई मैले पिक गरेर झन्झन स्क्वायर भयो। नाम दिनैपर्छ भन्ने आवश्यक छैन, तर नाम दिने जुन एउटा चलन चल्ती छ रेबिटमा चाहिँ रेफरेन्स प्लेनको, त्यो चाहिँ एउटा राम्रो बानी हो। त राम्रो बानी सुरुदेखि नै बसाल्दा राम्रो। यो जुन तपाईँले रेफरेन्स प्लेन देख्नुभएको छ, यो बिचको रेफरेन्स प्लेन चाहिँ हामीलाई डिफल्ट दिएको। सो हामीले साइडको रेफरेन्स प्लेनको नाम दिनुपर्ने देखेको छ। सो यो रेफरेन्स प्लेनलाई क्लिक गर्छु र यहाँ क्लिक गर्छु। यसलाई मैले राइट भनेर नाम दिएँ। यसलाई मैले क्लिक गरेँ, यसलाई मैले नाम दिएँ लेफ्ट साइड। अथवा नाम त तपाईँले जे दिए पनि हुन्छ, आफू तपाईँले बुझ्नु पऱ्यो। अनि यसलाई मैले फ्रन्ट भन्छ है, FRONT फ्रन्ट। अनि यसलाई ब्याक। प्लान भ्यूमा चाहिँ मैले हेरेँ। ओके, अब साइड भ्यूमा फ्रन्ट भ्यूमा हेरौँ। सो एउटा मात्रै बेस छ, एउटा क्रिएटमा गएर रेफरेन्स प्लेन क्रिएट गर्छौँ। अनि यो भनेको तपाईँको टप। ओके, र टेबलको थिकनेसको पनि प्यारामिटर दिनुहुन्छ भने त्यसको पनि एउटा यो एज भनिदिउँ होइन, तलको। ओके, अब के गर्नु पऱ्यो, अब हामीले डाइमेन्सनहरू दिनु पऱ्यो। एनोटेटमा जानु होला र अलाइनमा क्लिक गर्नु होला। सर्टकट DI हो। यहाँदेखि यहाँ क्लिक गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्, DI होइन, यहाँ र यहाँ यो लेन्थ भयो। अनि यो चाहिँ तपाईँको चौडाइ भयो। यहाँ र यहाँ क्लिक गर्नु होला र EQ भन्ने सिम्बोलमा कन्स्ट्रेन्ट गरिदिनु होला। EQले के गर्छ भन्दाखेरि तपाईँको मानौँ यो चेन्ज भयो, दुवैतिर चेन्ज हुन्छ क्या, समथिङ यस्तै हो। एनिवे, अब यसलाई हामीले प्यारामेट्रिक बनाउनु पऱ्यो। प्यारामेट्रिक भन्नाले के भन्न खोजेको भने, जस्तै एउटा टेबल छ, त्यसको लम्बाइ मानौँ 5 बाई 3 फिट यस्तो दिनुहुन्छ। त्यो भ्यालु दिने एउटा इनपुट अप्सनलाई प्यारामेट्रिक भन्छ। यसलाई क्लिक गर्नु होला र तपाईँले चाहिँ यो बटनमा क्लिक गर्नु होला है, मेक प्यारामेट्रिक भन्छ। सो यो 4 फिट 4 इन्चलाई क्लिक गरेँ अनि यहाँ क्लिक गरेँ। अनि यसलाई मैले नाम दिएँ लेन्थ। विड्थ भन्दा नि हुन्छ, मैले लेन्थै दिएँ होइन। अनि ओके गर्नु होला। त्यस्तै गरेर यसलाई क्लिक गरेर यसमा चाहिँ म विड्थ भनेर दिन्छु अथवा डेप्थ। ओके, सो हाइटमा पनि जाउँ हामी, त्यसको लागि फ्रन्टमा जान्छौँ हामी। सो DI गरौँ। यो र यो टोटल हाइट भयो र यो हाम्रो टेबल थिकनेस भयो। यसको नाम हामी दिन्छौँ हाइट र यो भनेको टप थिकनेस। ठिक छ, टप थिकनेस। ओके, अब हामीले के गर्नु पऱ्यो, यो भ्यालु तपाईँले जस्तै यो बटनमा क्लिक गर्नुहुन्छ। जस्तै कि मैले मानौँ यहाँबाट हाइटलाई मैले 2 फिट मानौँ 2 फिट 6 इन्च गरेँ होइन। यो तपाईँको चेन्ज भइरहेछ नि, हेर्नु 2 फिट चाहिँ 4 को 4 भइरहेछ। अनि थिकनेस मानौँ 4 इन्चको ठाउँमा मैले 2 इन्च दिए पनि यो 2 इन्च भइरहेछ, फ्लेक्स भइरहेछ नि त। ओके, अब हामी टेबलको अलिकति डाइमेन्सन चेन्ज गर्छु। लेन्थ चाहिँ 5 फिट गरौँ। यसरी चाहिँ तपाईँको विड्थ चाहिँ 3 फिट गर्छु है त। क्या रमाइलो छ कि छैन? 3 फिट। ओके, 3 फिट गरौँ। सो टेबल हामी बनाऊँ है त। सो क्रिएटमा जानु पऱ्यो, एक्सट्रुजन गर्नु पऱ्यो। सो रेक्टेङ्गल मेथड 1 फिट डेप्थ अहिले पछि मिलाउन मिल्छ यो। यहाँदेखि यहाँ क्रिएट गरेँ अनि मैले ओके गरेँ। फ्रन्ट भ्यूमा हेर्नुहुन्छ भने समथिङ यस्तो हुन्छ। यो टपलाई यहाँ राख्ने अनि ताला लगाइदिने, यसलाई यहाँ राखेर ताला लगाइदिने। यो दुईटा लाइनले कन्स्टेन्ट गर्छ। सो फ्लेक्समा गएर थिकनेस मात्रै मैले चेन्ज गरेँ, मानौँ 2 इन्च विचार गर्नु होला। मैले यसलाई
5 इन्च गरेँ, बाक्लो बनाइदिएँ, अप्लाई गर्छु भने हेर्न सक्नुहुन्छ यो 5 इन्च भयो कि भएन। त्यही भएर सुरुमा बनाउन गाह्रो हुन्छ, तर एकचोटि बनाउनुहोस्। यसरी भ्यालु चेन्ज गरेर तपाईँले एउटा टेबललाई 100वटा टेबल बनाउन सक्नुहुन्छ यार, होइन। लेन्थ चेन्ज गर्नु, हाइट चेन्ज गर्यो। सो त्यही अब आयो नि त यसको स्ट्रङ पोइन्ट। सिक्ने बेला त जे पनि गाह्रो हुन्छ। सो मैले यो भिडियो तपाईँलाई बनाएको, यो भिडियो पछि फेरि हेर्नु होला, किनभने यो टेबल तपाईँले एकचोटि बनाउन सक्नुभयो भने तपाईँले धेरै चिज बनाउन सक्नुहुन्छ। एनिवे, अब हामीले टेबलको टप बनायौँ, होइन। अब यसलाई सेडेडमा पनि हेरौँ। अब हामी खुट्टा बनाउँ। अहिलेलाई सजिलोको लागि चाहिँ खुट्टा चाहिँ अलिकति गाह्रो पर्न सक्छ तपाईँले बनाउनुको लागि। सो म सजिलोको लागि तपाईँलाई खुट्टा चाहिँ अहिले चाहिँ सर्कुलर खुट्टा बनाउने चाहिँ म तपाईँलाई सल्लाह दिन्छु। त्यही पनि एउटा रेफरेन्स लाइन तानौँ, क्रिएट गरेँ, रेफरेन्स प्लेन भनौँ, होइन। यहाँ एउटा लाइन ताने, रेफरेन्स प्लेन भनौँ। अब प्लानमा चाहिँ लाइन देखिने हो, होइन। यसरी चाहिँ ताने। यहाँ डाइमेन्सन दिउँ डिआई, यो दुईटाको डाइमेन्सन समथिङ, र यो दुईटाको डाइमेन्सन यताभित्र राखेँ, अनि यो दुईटाको डाइमेन्सन यता, यो दुईटाको त्यहाँ आइसक्यो, किन दिइराख्ने घरिघरि, होइन, एउटा कुरा। सो यता आयो, यसलाई क्लिक गर्ने, कन्ट्रोल दाबेर सबै डाइमेन्सनलाई क्लिक गर्ने, यहाँ जाने, खुट्टा भनेर नाम, खुट्टा त के दिने, लेग अफसेट भनिदिउँ, होइन, लेग अफसेट। ओके, लेग अफसेटको भ्यालु यो हो। यहाँ आएर लेग अफसेटको भ्यालु मानौँ कति गर्ने यार, 3 इन्च गरौँ त। सो लेग अफसेट चाहिँ 3 इन्च भयो। यहाँनिर चाहिँ हामी सर्कल बनाऊँ है त। सो रेक्ट्याङ्गुलर बनाउँदाखेरि तपाईँलाई अलिक अप्ठ्यारो पर्न सक्छ। सो रेक्ट्याङ्गुलरै बनाऊँ, क्रिएटमा जाउँ, एक्सट्रुजन गरौँ, अनि रेक्ट्याङ्गल बनाऊँ, अनि यहाँदेखि यहाँ रेक्ट्याङ्गल बनाउनु होला, अनि यो लक आइकनमा चाहिँ लगाइदिनु होला। यो ताला चाहिँ यो लाइन यहाँ लक हुनु पऱ्यो, यो लाइन यहाँ लक हुनु पऱ्यो, होइन। अनि जस्तै यो लाइन जुन छ तपाईँको, यसलाई यस्तो गरेर यस्तो ल्याउनुहोस्, अनि ताला लगाइदिनु कि म चाहिँ यो रुचाउँछु, यो यस्तो गरिदिने, ताला लगाइदिनु, सबै लक गर्ने। किन लक गर्ने, त्यो तपाईँको मुभ हुँदाखेरि पनि कन्सिस्टेन्ट होस् भनेर। त्यस्तै गरेर हामी रेक्ट्याङ्गलमा जान्छौँ। एउटा तरिका यो हो। अर्को तरिका भनेको अलिकति अफसेट गरेर रेक्ट्याङ्गल बनाउने, जस्तै 2 इन्च अफसेट गरेर रेक्ट्याङ्गल बनाउने, होइन। अनि अलाइन कमान्डले यो यहाँ पुग्नुपर्ने यो, अनि ताला लगायो, अनि यो पुग्नुपर्ने यहाँ ताला लगायो, यो पुग्नुपर्ने यहाँ ताला लगायो, यो पुग्नुपर्ने यहाँ ताला लगायो। यस्तै पनि गर्न सकिन्छ है। जुन मेथड मनपर्छ त्यही गर्नु होला, सर्टेज जे गऱ्यो त्यही होइन। ओके, रेक्ट्याङ्गलमा जाने, यहाँदेखि यहाँ गर्ने, होइन। यो 4वटा आइकनमा मजाले तारा लगाइदिने है। यो तारा लगाउने पार्टमा चाहिँ धेरैजनाको कन्फ्युजन हुन्छ, होइन। पछि तपाईँले त्यसलाई गर्दाखेरि चाहिँ विचार गर्नु होला। ओके, यो ताला लागेको छ भने अलिक भइहालिन्छ। फ्रन्टमा जाउँ, म चाहिँ त्यो अलाइनवाला मेथड चाहिँ अलिक बढी प्रिफर गर्छु। त्यसपछि यसको हाइटलाई मैले यहाँ लगेँ, अनि यो रेफरेन्स प्लेनमा यसरी एआल गर्छु, होइन। यो रेफरेन्स प्लेन अन्डर साइड, अनि यहाँ क्लिक गरेँ, अनि तारा लगाइदिएँ है। 3Dमा हेर्नु होला यसरी। 3Dमा हेर्दा त रमाइलो देखिएको छ। एकचोटि हामीले यसलाई फ्लेक्स गरौँ है त। फ्लेक्सको लागि मैले फ्यामिली टाइप्समा गएँ, अनि एउटा नयाँ टाइप बनाउँछु, टाइप ए भनेर। टाइप ए भनेको हाम्रो मिडियम साइज हुनेवाला छ है। टाइप एमा चाहिँ मेरो हाइट 2.5 फिट हुन्छ, लेग अफसेट 3 इन्च, ठिक छ। लेन्थ 5 बाई 2.5 फिट गरौँ है त, 2 फिट 6 इन्च। ओके, 5 बाई 2.5 फिट, 4 फिटै गरिदिउँ न यसलाई, 4 फिट। ओके, अप्लाई गरेर ओके गरेँ, चेन्ज भइरहेछ, यस। अब यसलाई मैले टाइप ए गरेँ, होइन। टाइप ए को भ्यालु देख्न सक्नुहुन्छ, होइन। ए मात्रै छ, नयाँ क्रिएट गरेँ, टाइप बी, होइन। टाइप बी क्रिएट गरेँ, हाइट चाहिँ 2.5 फिटै गरौँ। ल यसलाई चाहिँ 2 फिट, ल मैले 8 इन्च गरेँ। अनि हाइट चाहिँ कन्सटेन्ट राखौँ, तर हाइट चाहिँ चेन्ज हुन्छ, तर चिन्ता नलिनु होला, हाम्रो चेक गरेर चेन्ज भइरहेको थियो। लेन्थ चाहिँ मैले 5 फिट गरेँ, अनि वेट चाहिँ यसको 3 फिट गरेँ। अनि अर्को टाइप सीको चाहिँ हाइट चेन्ज गर्छु नि है त। अप्लाई गरेँ, ओके गरेँ, हेर्नु त चेन्ज भयो कि भएन, हेर्नु त। अहिले यता ल्याउँ, फ्लेक्समा जाउँ, टाइप बी, टाइप ए, हेर्नु त टाइप एमा चेन्ज भइरहेछ। त्यस्तै गरेर टाइप बीमा चेन्ज भइरहेछ। ओके, टाइप सीमा चाहिँ म हाइट पनि चेन्ज गर्छु है त। सबै प्यारामिटर हाम्रो काम गर्नु पऱ्यो नि, गर्छ पनि, नगर्ने त कुरै छैन। टिवाइपी टाइप सी गरौँ, अनि यसको हाइट चाहिँ मैले हाइट 3 फिट त बढी हुन्छ, 2 फिट 8 इन्च गरौँ, होइन। अनि लेग अफसेट त भइहाल्यो, होइन। लेग अफसेट पनि तपाईँले चेन्ज गर्न सक्नुहुन्छ, त्यो पनि हुन्छ है। 5 फिट गरौँ, यसलाई चाहिँ मैले 6 फिट गरेँ, अनि यसलाई चाहिँ मैले मानौँ 4 फिट गरेँ, होइन। अप्लाई गरेर ओके गरेँ, हेर्नुहोस् त भयो कि भएन। अब मानौँ लेग अफसेट हुन्छ कि चेक गरौँ, हुन्छ कि हुँदैन चेक गरौँ त। लेग अफसेट मैले 3 इन्चको ठाउँमा 6 इन्च गरेँ, हुन्छ कि हुँदैन, ल हेरौँ है त, भइरहेछ नि, हो कि होइन। सो यसरी चाहिँ कन्ट्रोल गर्न सकिन्छ। एनिवे, अब मैले यसलाई सेभ गर्छु, तपाईँले बनाएको फ्यामिली तपाईँले पनि सेभ गर्नु होला। म यसलाई डेस्कटपमा राख्छु, अनि अप्सन गरेर 1 गर्नु होला, सेभ गरेँ। अरे यो हाम्रो प्रोजेक्टमा लोड हुन्छ कि हुन्न त्यो पनि चेक गरौँ। त्यसको लागि म प्रोजेक्ट नबनाएको हुँदा न्यू गरेर प्रोजेक्ट गर्छु, अनि एउटा डिफल्ट टेम्प्लेट तपाईँले चुज गर्नु होला। ओके, अनि ओके गर्नु होला। अब एउटा हामी सिम्पल फ्लोर बनाऊँ,
फ्लोर बनाऊ है। त्यसको लागि चाहिँ हामी फ्लोरमा गएर फ्लोर आर्किटेक्चर थिकनेस यहाँबाट चुज गर्न सक्नुहुन्छ, रेक्ट्याङ्गल। सो फिनिस गरेँ। यसलाई हामीले 3D मा हेरौँ हैन। यो हाम्रो फ्लोर भयो। अब यो फ्यामिलीलाई हामी लोड गरौँ है त, मान्छे कि मान्दैन, क्या रमाइलो हेर्नु त। यो बुझेर गर्नु होला, दुईचोटि गर्नु होला, यो पार्ट एकदम काम लाग्ने पार्ट हो। एनीवे सो यसलाई हामी लोड इन्टु पोर्ट्रेट गर्छौँ अनि हेर्न सक्नुहुन्छ हाम्रो लोड भयो। स्पेस दाबे पनि रोटेट पनि हुन्छ। अब तपाईँको यो एउटा लोड भयो, यसलाई कपी गरौँ है त। यसलाई कपी गरेर यहाँ राखेँ, यो टाइप सी। ओके, यो चाहिँ हामी के गरौँ, यसलाई सेलेक्ट गरेँ। यो चाहिँ हामी टाइप बी चुज गऱ्यौँ नि त। यहाँ टाइप बी भनेर तपाईँको यहाँ चुज गर्नुभयो भने टाइप बी भनेर यो टाइप बी भयो अनि यो टाइप सी भयो। भएन रमाइलो? एनीवे यसरी चाहिँ फ्यामिली क्रिएट गर्न सकिन्छ है। अलिकति एउटा चिज चाहिँ हामी गरिहालौँ भन्ने मलाई अलिक ठ्याक्कै याद आयो। यसमा चाहिँ टेक्सचर लगाउनु पऱ्यो भने कसरी लगाउने, यहाँ मटेरियलमा जाने हैन, अनि त्यो मटेरियल दिने अप्सन पनि तपाईँले दिन सक्नुहुन्छ। जस्तो यो बटनमा क्लिक गर्नुभयो भने युजरले मटेरियल पनि दिन सक्छ। यहाँबाट त अलि नगरौँ, यहाँमा जाउँ अनि यहाँ गइसकेपछि यो होममा गएर एसी मटेरियल अनि वुडको टेक्सचर कुनै दिउँ, वुड चेरीलाई मैले यहाँ राखेँ अनि डबल क्लिक गरेँ, चेरी लाग्यो। यो टेक्सचरमा पनि हेर्नु पऱ्यो हैन, टेक्सचर। अनि यसमा पनि चेरी लगाइदिउँ। मतलब पेन्ट पनि गर्न सकिन्छ, ठिकै छ, चेरी गरिदिउँ। अनि यो दुईटालाई जोइन गरिदिउँ। जोइनमा जानु होला, यसलाई क्लिक गरेर यसलाई क्लिक गर्नुहोस्, यसलाई क्लिक गर्नुहोस् अनि यसलाई क्लिक गर्नुहोस्। तपाईँको जोइन भयो। फाइललाई सेभ गरौँ अनि लोड इन्टु प्रोजेक्ट एन्ड क्लोज गरेँ है त। ओके, अब हेर्न सक्नुहुन्छ ओभरराइट एक्जिस्टिङ भर्जन त गर्नै पऱ्यो। अब यसलाई टेक्सचरमा हेरौँ, शानदार हाम्रो 3D मोडल प्रस्तुत भयो। सो मलाई विश्वास छ यो भिडियो ट्युटोरियलबाट अब तपाईँलाई बेसिक फ्यामिलीको बारेमा आइडिया भयो होला, कसरी प्यारामेट्रिक बनाउन सकिन्छ, कसरी फ्यामिली टाइपमा जान सकिन्छ। केही कमेन्ट भएमा तल कमेन्ट गर्नु होला, जसले गर्दा मलाई भोलिको दिनमा अरू ट्युटोरियल बनाउनेमा पनि उत्साहित गर्नेछ। सो आजको भिडियो यहीँ समाप्ति गरौँ र भिडियो अन्तिम समयसम्म हेर्नको लागि साथीहरूलाई धेरै धेरै धन्यवाद।